लैङ्गिक हिंसा विरुद्धको 16 दिने अभियान अन्तर्गत यशोधरा गाउँपालिकाको परोसोहियामा किशोरहरूबीच खाना बनाउने प्रतियोगिता सम्पन्न भएको छ। प्रविधिको सही प्रयोग गरौं, लैङ्गिक हिंसा अन्त गरौं मूल नाराका साथ उक्त प्रतियोगिता भएको हो। दलित सामाजिक विकास केन्द्र कपिलवस्तुको आयोजन, केएनएचको सहयोग, यशोधरा गाउँपालिकाको समन्वयमा भएको थियो। खाना बनाउने प्रतियोगितामा यशोधरा गाउँपालिका 4, विद्या बाल क्लब परोसोहियाका आदर्श कोरी र राजेन्दर यादवको समूह प्रथम, आमा बाल क्लब सेमरीका राजकुमार पासी र विशाल कोहारको समूह द्वितीय, सागरमाथा बाल क्लब सोमडीहका अङ्ग्रेज रैदास र धीराज रैदासको समूह तृतीय र बगमती बाल क्लब सिहोखोरका हरिशङ्कर धोबी र शिवा हरिजनको समूह सान्त्वना स्थान हासिल गरेका थिए। नृत्य प्रतियोगितामा रिता धोबी प्रथम, साधना कहार, सोनी कहार द्वितीय, कुसुम चौधरी तृतीय र आचल रैदास र कोमल रैदास सान्त्वना स्थान हासिल गरेकी हुन्। सो अवसरमा बोल्दै केन्द्रकी सदस्य अनिता श्रीमालले किशोर उमेरमै सिप विकाससँगै समानताको मूल्य प्रवाह गर्नुपर्ने बताइन्। कुनै काम महिला वा पुरुषको मात्र होइन भन्ने चेतना विस्तारका लागि यस्तो कार्यक्रम प्रभावकारी हुन्छ, उनले भनिन्। त्यस्तै हाम्रो पहुँच परियोजनाका वरिष्ठ परियोजना अधिकृत गोविन्द धवालले लैङ्गिक समानतालाई व्यवहारमा उतार्न घरायसी काममा पुरुषको सक्रियता अनिवार्य रहेको उल्लेख गर्नुभयो। लैङ्गिक हिंसा न्यूनीकरणका लागि सोच र व्यवहार दुवै परिवर्तन आवश्यक छ, उनले भने। सन्देश महिला सञ्जालकी अध्यक्ष निर्मला रैदासको अध्यक्षता, हाम्रो पहुँच परियोजनाकी परियोजना अधिकृत बिन्दबसिनी हरिजनको सञ्चालन, सहजकर्ता पुष्पादेवी पासीको स्वागत मन्तव्य रहेको थियो। कार्यक्रममा केन्द्रका लेखा अधिकृत दिनेश गुप्ता, स्थानीय बाल क्लब, महिला सञ्जाल तथा विभिन्न समूहका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।